तपाईँले कसैको सम्बन्ध तोड्दिन चाहनुहुन्छ, अर्थात् हजुरको श्रीमान कसैको रिलेसनसिपमा बसिरहेको छ, हजुरको मायामा छँदा छँदै अरू व्यक्तिको रिलेसनसिपमा बसिरहेको छ, हजुरको प्रेमी हजुरको मायामा बस्दा बस्दै अरूसँग धेरै अफेयरमा चलिरहेको छ, यसले हजुरलाई नोक्सानी गरिरहेको छ, हजुरको मायालाई धराशायी पारिरहेको छ, हजुरलाई तनाव मात्रै दिइरहन्छ, हजुरलाई नोक्सानी मात्रै दिइरहन्छ, हजुरलाई हानि मात्रै बेहोरिरहनु परेको छ, मायामा दुःख मात्रै परिरहनु परेको छ, तनाव मात्रै आइरहन्छ, हजुरलाई नोक्सानी मात्रै भइरहेको छ, मायामा बार झगडा पर्छ र हजुरको सम्बन्ध बिग्रिन्छ। त्यसकारणले आज हजुरहरूको लागि सम्बन्ध तोड्ने उपाय लिएर आएको छु। हजुरले कसैले दुःख दिइरहेको छ, सम्बन्धमा तनाव भइरहेको छ, हजुरले त्यो शत्रुलाई मर्दन गर्न चाहनुहुन्छ अथवा शत्रु टाढा भगाउन चाहनुहुन्छ इत्यादि प्रक्रिया गर्न चाहनुहुन्छ भने हजुरलाई शक्तिशाली उपाय लिएर आएको छु। हजुरले ध्यान दिएर गर्नुभयो भने अवश्य यसको राम्रो फल हुनेछ। हजुरले सर्वप्रथम यो भिडियो सक्दो सेयर गर्नुहोस् र हामीहरूसँग ग्रह कुण्डली हेरौँ परामर्श गर्नको लागि बायोमा फोन नम्बर छ, वाट्सएपमा जोडिनुहोस् र सब्स्क्राइब गर्नुहोस्, फलो गर्नुहोस्, सेयर गर्नुहोस्। जान्नुहोस् हजुरको जुन व्यक्ति हो, जुन व्यक्तिको सँग हजुरले सम्बन्ध तोड्न चाहनुहुन्छ, सम्बन्धबाट छुटकारा पाउन चाहनुहुन्छ भने के गर्नुहोस् भन्दा पहिला कागतीलाई पूरा रूपमा नकाट्नुहोस्, आधा काटेर यसरी नटुटिने गरी कागतीको त्यो अन्तिमको भाग यसरी जोडिरहोस्। त्यस्तो हिसाबमा त्यो कागतीलाई काट्नुहोस्। कागतीलाई काटिसकेपछि सेतो कागजमा जुन व्यक्ति हो, जुन व्यक्तिलाई छुटकारा गर्न चाहनुहुन्छ त्यो व्यक्तिको नाम लेखेर, थर लेखेर अनि हजुरले ओम कास्की कालिकायै नमः, ओम कास्की कालिकायै नमः भनेर हजुरले त्यसलाई त्यो कागजलाई त्यो कागतीको बीच भागमा राखेर यसरी फोल्ड गर्नुहोस् र सेतो धागोले हजुरले 21 पटक बान्दै ओम कास्की कालिकायै नमः, ओम कास्की कालिकायै नमः, ओम कास्की कालिकायै नमः भन्दै बाँड्नुहोस् र अथवा हजुरले त्यो कागतीको बीचमा त्यो व्यक्तिको पासपोर्ट साइजको फोटो राखेर 21 पटक धागोले बन्द गर्न सक्नुहुनेछ। यसरी यो प्रक्रिया गर्नुहोस् र लएर हजुरले दोबाटामा अर्थात् दुई बाटाको सङ्गम स्थानमा गाडिदिनुहोस् अथवा पिपलको बोटमुनि गाडिदिनुहोस् अथवा शमशानमा गाडिदिनुहोस्। त्यो व्यक्ति हजुरको जीवनबाट आजदेखि छुटकारा हुनेछ, सम्बन्ध तोडिनेछ। तर यो गलत प्रयोगको लागि नगर्नुहोस्, गलत हजुरको स्वार्थको लागि गर्दै हुनुहुन्छ, कसैको सम्बन्ध बिगार्दै हुनुहुन्छ भने यो चाहिँ गलत कुरा हो, यसले हजुरलाई हानि गर्न सक्छ। हजुरले यो नकारात्मक कुराको लागि नगर्नुहोस्, तर हजुरले सम्बन्धबाट हैरानी बेहोर्नु परिरहेको छ, परेशानी बेहोर्नु परिरहेको छ भने यो प्रक्रिया गर्न सक्नुहुनेछ। हरेक